अनि आजको क्लासलाई हामी सुरु गर्छौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो समयको निम्ति, जसरी हामी यो क्लासमा छौँ। यो क्लासमा तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। जे जति कुराहरू हामी सिक्छौँ यसद्वारा तपाईँको महिमा भएको होस् माग्छौँ प्रभु यीशु ख्रीष्टको नाउँमा। आमेन। हो कि हामी क्रिस्चियन अगुवापनको विषयमा, एउटा क्रिस्चियन अगुवा पास्टर चाहिँ कस्तो हुनुपर्दछ भन्ने विषयमा हामी हेरिरहेका थियौँ र यो 20औं क्लासतिर हुनसक्छ होइन। हामी लगभग 24-25वटा क्लासलाई हेर्नेछौँ। त्यसको मतलब अब हामीसँग थोरै समय मात्र छ यी कक्षाहरूको निम्ति। ओके, अब आज चाहिँ एउटा क्रिस्चियन अगुवा चाहिँ उदाहरण बन्नुपर्छ, नमुना बन्नुपर्छ, अब उदाहरण बन्नुपर्छ भन्ने विषयमा हामी हेर्नेछौँ। र त्यसको निम्ति यूहन्ना 13 अध्यायको 12देखि 17सम्मलाई हामी हेर्नेछौँ। कि यूहन्ना 13 अध्यायको 12देखि 17। ओके, यहाँ चाहिँ यस्तो लेखिएको छ, यसकारण अब उहाँले तिनीहरूका पाउ धुनुभयो भने चाहिँ यसो ख्रीष्टले चाहिँ आफ्नो चेलाहरूको पाउ धुनुभएको हामी देख्न सक्छौँ। अब यो सधैँ भइरहने घटना त होइन, तर यो एउटा विशेष समयमा केही पाठ सिकाउनको निम्ति चाहिँ यसो ख्रीष्टले चाहिँ आफ्नो चेलाहरूको चाहिँ पाउ धुँदै हुनुहुन्छ। अब विशेष गरेर पाउ धुने कुरा चाहिँ हामीलाई थाहा छ, त्यो चाहिँ भनौँ न एउटा दासले गर्थ्यो त्यतिखेरको समयमा त्यो विश्वमा। अनि यसो ख्रीष्टले यहाँ छेउ पाउ धुँदै हुनुहुन्छ भने उहाँले पनि, जबकि उहाँ परमेश्वर हुनुहुन्छ, परमेश्वर पुत्र हुनुहुन्छ अनि उहाँ परमेश्वर हुनुहुन्छ, तर परमेश्वर भइकन पनि उहाँ चाहिँ एउटा नम्र सेवक होइन। यो संसारमा मानव रूप धारण गरेर आउँदाखेरि एउटा नम्र सेवक बनाउनु भयो र उहाँ चाहिँ क्रुसमा टाँगिनुहुन्छ, चिहानमा गाडिनुहुन्छ अनि तेस्रो दिनमा बौरी उठ्नुहुन्छ। अनि 40 दिनपछि अलि पछि ल यो विषयमा अलि सुरु क्लास सकेपछि कुरा गरौँ है। 5 घन्टा कुरा गरौँ, 5 घन्टा है। ओके, अनि यसो ख्रीष्ट क्रुसमा टाँगिनु भयो, चिहानमा गाडिनु भयो, तेस्रो दिनमा बौरी उठ्नुभयो अनि उहाँ स्वर्ग उचालिनु भयो। अनि त्यसपछि चाहिँ उहाँले यहाँ मण्डली सुरु भयो, चर्च सुरु भयो। अनि मण्डलीको अगुवाहरू चाहिँ, पास्टरहरू चाहिँ कस्तो हुनुपर्छ भन्ने एउटा उदाहरण चाहिँ उहाँले दिनुभएको छ। कि अब संसारमा चाहिँ अरू अगुवाहरू चाहिँ उनीहरू अरूभन्दा माथि रहन्छन् र अरूलाई आदेश दिन्छन्, तर क्रिस्चियन अगुवापन, क्रिस्चियन पास्टर चाहिँ फरक छ। अनि यो चाहिँ अरूमाथि नियन्त्रण गर्ने होइन, अरूमाथि शासन गर्ने होइन, तर उदाहरण बनेर, आफै चाहिँ उदाहरण बनेर चाहिँ अरूलाई चाहिँ त्यो उदाहरणमा डोर्याउने भन्ने एउटा अद्भुत उदाहरण यहाँ चाहिँ येशू ख्रीष्टले दिँदै हुनुहुन्छ। यसकारण जब उहाँले तिनीहरूका पाउ धुनुभयो र आफ्ना लुगा पहिरिनु भयो, तब फेरि बसेर उहाँले तिनीहरूलाई भन्नुभयो, मैले तिमीहरूलाई के गरेको छु के तिमीहरू जान्दछौ? तिमीहरू मलाई गुरु र प्रभु भन्दछौ अनि तिमीहरूले ठिक भन्दछौ, किनभने म उही हुँ। यसकारण मैले तिमीहरूका प्रभु र गुरु भएर तिमीहरूका पाउ धोएँ भने तिमीहरूले पनि एकअर्काका पाउ धुनै पर्छ, किनकि जस्तो मैले तिमीहरूलाई गरेको छु त्यसरी नै तिमीहरूले पनि गर्नुपर्छ भनेर मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। त्यही भएर क्रिस्चियन अगुवा चाहिँ उदाहरण भएर चाहिँ अरूलाई चाहिँ अगुवाई गर्नुपर्छ होइन। संसारमा चाहिँ हामी अगुवाहरूले एउटा बोल्छन् अनि अर्को तरिकाले जिउँछन्, अनि मानिसहरूलाई चाहिँ खालि राम्रो गर्नको निम्ति भन्छन्, तर आफ्नो जीवन चाहिँ दुई तरिकाले उनीहरू जिउँछन् होइन। बाह्य एउटा जीवन अनि भित्रभित्र चाहिँ अर्को जीवन होइन। संसारको अगुवाहरू चाहिँ हामी त्यस्तो देख्छौँ, तर क्रिस्चियन अगुवा चाहिँ आफै उदाहरण बन्नुपर्दछ। अनि येशू ख्रीष्टले चाहिँ यहाँ छु, हो म यहाँ मेरो मण्डली छोडेर जाँदैछु अनि त्यसको जिम्मेवारी तिमीहरूलाई दिँदैछ। त्यहाँ छु पास्टरहरू हुनेछन्, अगुवाहरू हुनेछन्, अनि उनीहरूले चाहिँ आफ्ना मानिसहरूलाई चाहिँ उदाहरण बनेर चाहिँ डोर्याउनु पर्दछ होइन। त्यो उदाहरण चाहिँ यहाँ छु येशू ख्रीष्टले बताउनु भएको हामी देख्न सक्छौँ। यस्तो उदाहरण ताकि मानिसहरूले चाहिँ पछ्याउन सकुन्। जस्तो कि हामी देख्न सक्छौँ होइन, मान्छेहरूले नायक हिरोहरूलाई, फिल्मको हिरोहरूलाई पछ्याउँछन्, त्यस्तै फेसन गर्छन्। अनि कसैले चाहिँ पप गायकहरूलाई पछ्याउँछन्, त्यो आफ्नो कुरा हो, उनीहरूले त्यो पछ्याउनु गलत हो भन्न खोजेको होइन। अनि त्यो तौर तरिकालाई चाहिँ उनीहरूले अपनाउँछन्, अनि त्यस्तै किसिमको हेयर स्टाइलहरू उनीहरूले बनाउँछन् होइन। कसैले चाहिँ नेतालाई पछ्याउँछन् अनि त्यस्तै किसिमको पहिरन गर्छन्। अनि विश्वका धर्महरूमा पनि हामी पाउन सक्छौँ होइन, उनीहरूले जसलाई पछ्याउँछौँ त्यसकै चाहिँ नक्कल गरेको, ऊ जस्तै बन्न खोजेको हामी देख्न सक्छौँ। तर क्रिस्चियन अगुवापन चाहिँ बाह्य कुराहरू होइन, के लाउने, कस्तो कपडा लाउने होइन, कस्तो पहिरन गर्ने भन्दा पनि यो भित्र हृदयमा चाहिँ
अनि येशू ख्रिस्टको उदाहरण, येशू ख्रिस्टले कहिले पनि झुट बोल्नु भएन अनि क्रिस्चियन अगुवाले पनि अब झुट बोल्नु हुँदैन। अनि यदि यो चाहिँ एउटा सुन्दर शिक्षा हो। येशू ख्रिस्टले कहिले पनि पाप गर्नु भएन अनि येशू ख्रिस्टले कहिले पनि झुट बोल्नु भएन, तर उहाँले त्यसको साटो चाहिँ उहाँले दया देखाउनु भयो, कृपा देखाउनु भयो। अनि उहाँले लङ्गडाहरूलाई निको पार्नुभयो, अन्धाहरूलाई निको पार्नु, मरेको मानिसहरूलाई पनि उहाँले बिउताउनु भएको हामी देख्न सक्छौँ। त्यही भएर क्रिस्चियन अगुवापन चाहिँ विशेष गरेर मण्डलीमा चाहिँ अगुवाहरूले चाहिँ सबभन्दा पहिला आफ्नो बोलीमा चाहिँ मानिसहरूको निम्ति उदाहरण बन्न जरुरी छ। एउटा पास्टर अगुवा चाहिँ यदि ऊ क्रिस्चियन अगुवा हो, यदि ऊ मण्डलीको अगुवा हो, मण्डलीको पास्टर हो भने चाहिँ सबभन्दा पहिला चाहिँ उसले बोलीद्वारा चाहिँ उदाहरण बन्न जरुरी छ। अनि म बाइबल कलेजमा हुँदाखेरि पनि अनि त्योभन्दा अगाडि मेरो अर्कै बोल्ने शैली थियो, तर बाइबल कलेजमा यो शिक्षा पाउँदै गर्दाखेरि चाहिँ मैले मेरो बोलीलाई, मेरो बोल्ने तरिकाहरूलाई चाहिँ परिवर्तन गर्नु छ, त्यो मैले महसुस गरेँ। अनि मलाई लाग्छ म यो दिन प्रतिदिन यसलाई चाहिँ मैले परिवर्तन गर्दैछु अनि दिन प्रतिदिन म परिपक्वतातिर अगुवाई हुँदैछु। अनि एउटा क्रिस्चियन अगुवाले पनि आफ्नो बोलीमा, होइन संसारको मानिसहरूले चाहिँ, संसारमा जस्तो धेरै चाहिँ अल्लारे मानिसहरू हामी देख्छौँ, होइन लफङ्गा मानिसहरू देख्छौँ, अनि संसारको आफ्नै चाहिँ त्यहाँ छेउ बोल्ने तरिकाहरू छ, होइन उनीहरूले चाहिँ मनपरी बोल्छन्, जे पाए त्यही बोल्छन्। तर एउटा क्रिस्चियन अगुवाले चाहिँ उसको मुखबाट यस्ता शब्दहरू चाहिँ कहिले पनि निस्किनु हुन्न। यदि क्रिस्चियन अगुवाको मुखबाट चाहिँ गलत शब्दहरू, होइन कतिपय शब्दहरू थाहा छ नि समाजमा चाहिँ मानिसहरू रिसाउँदा प्रयोग गर्छन्, होइन अनि त्यसपछि झगडा गर्दाखेरि प्रयोग गर्छन्, थाहा छ। अनि त्यस्तो शब्द चाहिँ क्रिस्चियन अगुवाहरूले चाहिँ गर्नुहुन्न। अरूलाई गाली गर्ने, फोहोर शब्दहरू मुखबाट निकाल्ने चाहिँ त्यो चाहिँ गलत उदाहरण हो। यदि क्रिस्चियन अगुवाले, एउटा पास्टरले, एउटा अगुवाले त्यो गर्यो भने चाहिँ उसले गलत उदाहरण प्रस्तुत गर्यो। कारण किन येशू ख्रिस्टले कहिले पनि गलत शब्दहरू बोल्नु भएन कसैलाई पनि। येशू ख्रिस्टले अनि त्यस्तो नसुहाउँदो वचनहरू उहाँले आफ्नो जीवनभरि नै प्रयोग गर्नु भएन। त्यसरी नै येशू ख्रिस्टका अगुवा पास्टरहरूले चाहिँ कहिले पनि अनि यो कुराहरू चाहिँ उसले आफ्नो बोली वचन चाहिँ नियन्त्रण गर्न जरुरी छ। अनि यो आफैमा पनि एउटा राम्रो शिक्षा भएको हामी देख्न सक्छौँ। खोले गरौँ न, के हुन्छ? अरू नै आउँदैछ ए अरू ओके भनेपछि सबभन्दा पहिला चाहिँ उनीहरू आफ्नो बोलीमा चाहिँ उदाहरण बन्न जरुरी छ, आफ्नो बोलीमा, आफ्नो वचनमा। अनि त्यसको मतलब चिप्लो घस्नुपर्छ भन्न खोजेको होइन फेरि। अनि त्यसको मतलब चाहिँ ओहो सधैँ चाहिँ मानिसहरूलाई खुसी पार्नको निम्ति मात्र बोल्ने भन्ने होइन। अनि त्यहाँ चाहिँ फोहोर कुराहरू नबोल्ने, गलत कुराहरू नबोल्ने। तर सँगै त्यसको मतलब यो होइन कि फेरि मानिसहरूलाई खुसी पार्नको निम्ति नभएको कुरा, चिप्लो कुराहरू गर्ने पनि भन्न खोजेको होइन। एउटा पास्टरले, एउटा अगुवाले चाहिँ परमेश्वरको वचनलाई चाहिँ बिना डर बिना भय चाहिँ उसले घोषणा गर्न जरुरी छ। अनि मानिसहरू खुसी हुन्छन् कि हुँदैनन्, मानिसहरूलाई खुसी पार्ने कि नपार्ने त्यो पहिलो प्राथमिकता होइन, तर येशू ख्रिस्टको उदाहरणलाई चाहिँ उसले प्रस्तुत गरेको छ कि छैन, त्यो कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। पछि जब एउटा पास्टर चाहिँ, अगुवा चाहिँ बोली वचनमा उदाहरण हुने भनेर हामी सिकाउँछौँ भने पहिला चाहिँ उसको मुखबाट फोहोर कुराहरू निस्किनु भएन, अनि असुहाउँदो कुराहरू निस्किनु भएन। अनि सँगै फेरि त्यसको मतलब फेरि चिप्लो घस्ने पनि भन्न खोजेको होइन, मानिसहरूलाई खुसी बनाउनको निम्ति चाहिँ नभएको कुराहरू पनि भन्ने त्यसो होइन। उसले त परमेश्वरको वचनलाई सिद्ध रूपमा चाहिँ परिपक्व ढङ्गले चाहिँ उसले ल्याउनु पर्दछ। भनेपछि सबभन्दा पहिलो कुरा चाहिँ क्रिस्चियन अगुवाले आफ्नो बोलीलाई नियन्त्रण गर्ने हुँदछ। कहिलेकाहीँ चाहिँ अब फोहोर कुरै ननिस्केला अथवा चिप्लो घस्ने कुराहरू ननिस्केला, तर बढी बोल्ने पनि, होइन नचाहिने कुराहरू बोल्ने पनि, खालि राजनीतिको मात्र कुरा गर्ने होइन पास्टर भएर पनि, होइन खालि चाहिँ अरूको विषयमा कुरा गर्ने, अरूको विषयमा नकारात्मक कुराहरू गर्ने, त्यस्तो पनि हुनु हुँदैन। होइन आफ्नो छिमेकीको विषयमा चाहिँ नकारात्मक कुरा गर्ने, होइन आफ्नो चाहिँ साथीभाइहरूको विषयमा नकारात्मक कुरा गर्ने, आलोचना गर्ने, अनुचित आलोचनाहरू चाहिँ पास्टरलाई सुहाउँदैन। यो चाहिँ हामीले विगतको कक्षाहरूमा हेरिसकेका छौँ। अनि दोस्रो चाहिँ, पहिलो चाहिँ उसले आफ्नो बोलीमा उदाहरण हुनुपर्दछ, अनि दोस्रो चाहिँ उसले आफ्नो जीवनशैलीमा, हुन त ठ्याक्कै होइन जीवनशैली भनेपछि बोली पनि पर्छ होइन, तर सँगै फेरि ऊ कस्तो ठाउँहरूमा जान्छ। सोच्नुहोस् त, एउटा पास्टर भएर पनि, एउटा क्रिस्चियन अगुवा, क्रिस्चियन पास्टर भएर पनि ऊ नियमित चाहिँ भट्टीमा जान्छ भने ऊ गलत उदाहरण हो। होइन त्यो अरूलाई सुहाउला, तर क्रिस्चियन पास्टर अगुवालाई चाहिँ त्यो सुहाउँदैन। होइन कतिपय ठाउँमा चाहिँ जानु हुँदैन, नजाँदा राम्रो। हुन त ठ्याक्कै हामी लिस्ट चाहिँ दिँदैनौँ, यहाँ जानुहुन्छ त्यहाँ जानु हुँदैन भनेर हामी लिस्ट चाहिँ दिँदैनौँ अगुवाहरूलाई, पास्टरहरूलाई, तर त्यहाँ चाहिँ कतिपय ठाउँमा मानिसहरू जान्छन्। अनि त्यो चाहिँ उनीहरूको स्वतन्त्रता हो। तर हामी क्रिस्चियन अगुवा पास्टरको विषयमा कुरा गर्छौँ भने जस्तो कि जाँड भट्टीमा चाहिँ पास्टर देखिनु चाहिँ राम्रो होइन। होइन अनि त्यसपछि त्यो भनौँ न मनोरञ्जन गर्ने स्थानहरूमा
अनि त्यहाँ छेउ चाहिँ भनौँ न विभिन्न गलत कुराहरूको सेवन गर्ने अनि गलत उद्देश्यले जमघट भएको स्थानहरूमा चाहिँ पास्टर देखिनु, अगुवा देखिनु चाहिँ राम्रो होइन। होइन, विशेष गरेर सरकारको विरुद्धमा केही हुँदैछ भने होइन, अनि त्यसपछि अर्को मानिसको विरुद्धमा केही हुँदैछ भने त्यस्तोमा चाहिँ पास्टर देखिनु हुँदैन। त्यो चाहिँ गलत उदाहरण हो। हामी त्यस्तो कुराहरूमा चाहिँ विशेष गरेर पास्टरहरू चाहिँ सहभागी हुनु हुँदैन। भनेपछि त्यहाँ चाहिँ कतिपय यस्ता ठाउँहरू छ, आपत्तिजनक ठाउँहरू जहाँ चाहिँ पास्टर चाहिँ देखिनुहुन्न। अनि अरू विशेष गरेर पास्टर आफ्नो जीवनशैलीमा पर स्त्रीसँग होइन ऊ एक्लै देखिनुहुन्न। अनि उसको आफ्नै श्रीमती छ, उसको आफ्नै परिवार छ, आफ्नो श्रीमती र आफ्नो परिवारको वास्ता गर्ने हो। अनि त्यसपछि भनौँ न अभिलाषाजनक ठाउँहरूमा चाहिँ त्यस्तो जीवनशैलीमा पनि जस येशू ख्रिस्टले चाहिँ आफ्नो जीवनशैलीमा चाहिँ कहिले पनि सम्झौता गर्नु भएन। त्यसरी नै एउटा क्रिस्चियन अगुवाले पनि आफ्नो जीवनशैलीमा अत्यन्तै ध्यान दिन आवश्यकता छ। हामी यस्तै लगाउनुपर्छ भनेर ठ्याक्कै हामी भन्दैनौँ होइन, पास्टर अगुवाहरूलाई यस्तै लगाउनुपर्छ भनेर ग्रेटर ग्रेसले त्यस्तो शिक्षा दिँदैन। तर त्यहाँ छेउ पास्टरले चाहिँ सुहाउँदो वस्त्र चाहिँ पहिरिन जरुरी छ। विशेष गरेर पास्टर अगुवाहरूले त्यो विश्वासीको विषयमा भन्न खोजेको हुन्छ, तर विशेष गरेर पास्टरले चाहिँ सुहाउँदो वस्त्रहरू, त्यही भएर सकेसम्म हामी होइन अगाडि चाहिँ यहाँ स्टेजमा आएर चाहिँ वचन प्रचार गर्ने, क्वायर लिडिङ गर्ने मानिसहरूलाई सुहाउँदो वस्त्र पहिरन, जसरी हामी अरूको विवाहमा जाँदाखेरि चाहिँ जस्तो पहिरन गर्छौँ होइन। अनि त्यसपछि जसरी हामी पार्टीमा जाँदाखेरि, बर्थडे पार्टीमा जाँदाखेरि, अनि कुनै ठाउँमा जानु पऱ्यो भने होइन, मामा घर जानु पऱ्यो भने होइन हामी कस्तो पहिरिन्छौँ, त्यसरी नै हरेक सङ्गतिमा पनि हामीले एउटा मर्यादित ढङ्गले चाहिँ पहिरन गर्न चाहिँ विशेष गरेर पास्टरहरूलाई हामी उत्साह दिन्छौँ। भनेपछि यो बोली वचन गर्ने कुरादेखि लिएर होइन कस्तो ठाउँमा जानेदेखि लिएर यी हरेक कुरामा चाहिँ एउटा पास्टरले चाहिँ ख्रिस्टको हृदय, ख्रिस्टको चरित्र चाहिँ प्रकट गर्न जरुरी छ। अनि त्यसपछि तेस्रो कुरा चाहिँ प्रेम। होइन, क्रिस्चियन विश्वासको छाप चाहिँ प्रेम हो। होइन, संसारमा हामी प्रेमको विषयमा चाहिँ परमेश्वरको प्रेमको विषयमा त्यति कुरा गरिएको हामी देख्दैनौँ। यो फ्यान चलाउँ त दिपेश। ओके, प्रेम अनि प्रेममा चाहिँ उदाहरण भन्ने जब हामी बाइबललाई हेर्छौँ भने सबभन्दा पहिला चाहिँ एउटा पास्टरले परमेश्वरलाई प्रेम गर्न जरुरी छ, येशू ख्रिस्टलाई प्रेम गर्न जरुरी छ। उसले परमेश्वरको सबभन्दा स्लोमा लगाउनु, उसले परमेश्वरको प्रेमको विषयमा जान्न जरुरी छ। अनि सँगै फेरि ऊ आफै पनि त्यो प्रेमको व्यक्ति हुन जरुरी छ। उसले किन चाहिँ प्रचार गर्छ भन्दाखेरि उसले परमेश्वरलाई प्रेम गरेको कारणले। अनि उसले किन मण्डलीलाई चाहिँ परमेश्वरको वचनबाट खुवाउँछ, उसले परमेश्वरलाई प्रेम गरेको कारणले। अनि किन उसले चाहिँ असल बोली वचन गर्छ, उसले परमेश्वरलाई प्रेम गरेको कारणले। अनि उसले किन क्रिस्चियन गीतहरू गाउँछ, आत्मिक गीतहरू गाउँछ, उसले परमेश्वरलाई प्रेम गरेको कारणले। अनि आफू केही हुँ भनेर देखाउनको निम्ति होइन, तर मैले कसको चाहिँ प्रतिनिधित्व गर्दैछु, कसलाई चाहिँ यो संसारमा प्रकट गर्दैछु। अनि त्यो चाहिँ येशू ख्रिस्टलाई हामी प्रकट गर्दछौँ, येशू ख्रिस्टको प्रेमलाई हामी प्रकट गर्दछौँ। विशेष गरेर येशू ख्रिस्टले किन होइन अन्धाहरूलाई निको पार्नुभयो, कारण उहाँ परमेश्वर हुनुहुन्छ र परमेश्वरले प्रेम गर्नुहुन्छ। अनि येशू ख्रिस्ट चाहिँ परमेश्वर हुनुहुन्छ र उहाँले प्रेम गर्नुहुन्छ, सबै मानिसहरूलाई प्रेम गर्नुहुन्छ, क्रिस्चियनहरूलाई मात्र होइन। अनि येशू ख्रिस्टले चाहिँ चाहे क्रिस्चियन हुन् चाहे क्रिस्चियन नहुन्, चाहे उनीहरू नेपालका हुन्, चाहे उनीहरू अफ्रिकाका हुन्, चाहे उनीहरू कालो हुन्, चाहे उनीहरू सेतो हुन्, अनि येशू ख्रिस्टले चाहिँ सबैलाई समान प्रेम गर्नु, परमेश्वरले जहिले पनि सबैलाई समान प्रेम गर्नुहुन्छ। त्यसरी नै एउटा पास्टरले पनि मण्डलीमा आउने विश्वासीहरूलाई चाहिँ उसले त्यही प्रेम चाहिँ, त्यही अगाप्य प्रेम, त्यही विशेष प्रेम चाहिँ प्रस्तुत गर्न जरुरी छ। कतिपय पास्टरहरूले चाहिँ मण्डलीमा पैसा दिने विश्वासीलाई चाहिँ बढी प्रेम गर्छन्, अनि कम पैसा दिने विश्वासीलाई चाहिँ कम प्रेम गर्छन्। सधैँ मण्डली आउने विश्वासीलाई चाहिँ बढी प्रेम गर्ने, अनि कहिलेकाहीँ मात्र मण्डलीमा आउनेलाई कम प्रेम गर्ने होइन। अनि त्यसपछि राम्रो वस्त्र पहिरिनेहरूलाई चाहिँ बढी प्रेम गर्ने, अनि अरूलाई चाहिँ त्यो चाहिँ भनौँ न एउटा क्रिस्चियन पास्टर चाहिँ सही उदाहरण भएन, क्रिस्चियन अगुवा चाहिँ सही उदाहरण भएन। जसरी येशू ख्रिस्टले चाहे धनी हुन् चाहे गरिब हुन्, चाहे उनीहरू जोसुकै किन नहुन्, सबैलाई उहाँले समान प्रेम गर्नुहुन्छ। यतिसम्म कि येशू ख्रिस्टलाई विश्वास नगर्नेहरूलाई पनि अनि परमेश्वरले येशू ख्रिस्टले चाहिँ प्रेम गर्नुहुन्छ। बाइबलले भन्दछ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। भनेपछि येशू ख्रिस्टले चाहिँ सबैलाई प्रेम गर्नु, उहाँलाई विश्वास गर्नेलाई पनि विश्वास नगर्नेलाई पनि, उहाँलाई पछ्याउनेलाई पनि उहाँलाई यतिसम्म कि उहाँलाई विरोध गर्ने मानिसहरूलाई, उहाँलाई मन नपराउने मानिसहरूलाई पनि येशू ख्रिस्टले चाहिँ जहिले पनि प्रेम गर्नुहुन्छ र परमेश्वरले चाहिँ जहिले पनि प्रेम गर्नुहुन्छ। तिमीले चाहिँ क्रिस्चियन भयो त्यही भएर म तिमीलाई प्रेम गर्छु, त्यस्तो हुँदैन।
अनि बाइबलको परमेश्वर चाहिँ हामी त्यस्तो देख्छ। त्यसरी नै एउटा क्रिस्चियन अगुवाले पनि त्यो प्रेममा चाहिँ उदाहरण हुन जरुरी छ। अनि उसले सम्पूर्ण चाहे त्यहाँ कमजोर व्यक्ति मण्डलीमा किन नहोस्, अनि चाहे त्यहाँ चाहिँ गरिब व्यक्ति किन त्यहाँ नहोस्, चाहे त्यो सामाजिक रूपमा तुच्छ ठानिएको व्यक्ति किन नहोस्, अनि चाहे भिखारी जस्तो देखिने व्यक्ति नै किन नहोस्, अथवा चाहे भनौँ न धनी व्यक्ति नै किन नहोस्, उसले सबैलाई चाहिँ यसो ख्रिस्टको प्रेमले चाहिँ प्रेम गर्न जरुरी छ। होइन भने फेरि यदि क्रिस्चियन अगुवाले यो विषयमा सन्तुलन देखाउन सकेन भने चाहिँ संसारको अगुवा र क्रिस्चियन अगुवामा केही पनि फरक हुँदैन। अनि त्यस्तो भयो भने येशू ख्रिस्टको हृदय चाहिँ पास्टर अगुवाबाट चाहिँ प्रकट हुँदैन। त्यही भएर सबैलाई समान प्रेम गर्ने यो चाहिँ क्रिस्चियन अगुवाको एउटा चाहिँ छाप हो। अनि कतिपय पास्टरहरू आफूलाई मन परेको व्यक्तिसँग मात्र उनीहरू झुम्बिन्छन्। अनि यो चाहिँ भनौँ, त्यही भएर ऊ चाहिँ प्रेममा पनि अनि उदाहरण बन्ने कुरा, जसरी येशू ख्रिस्ट प्रेममा उदाहरण बन्नुभयो, जसरी येशू ख्रिस्ट बोली वचनमा उदाहरण बन्नुभयो, जसरी येशू ख्रिस्ट जीवनशैलीमा पनि उदाहरण बन्नुभयो, त्यसरी नै पनि अनि एउटा क्रिस्चियन अगुवा पनि आफ्नो बगालको निम्ति चाहिँ एउटा उदाहरण हुनुपर्दछ। अनि यो चाहिँ अत्यन्तै सुन्दर कुरा छ। अनि चौथो कुरा चाहिँ विश्वासमा उदाहरण, होइन विश्वासमा उदाहरण, यो चाहिँ अत्यन्तै राम्रो कुरा। वास्तवमा विश्वास र प्रेम चाहिँ सँगसँगै जान्छ, तर विश्वास चाहिँ अत्यन्तै महत्त्वपूर्ण कुरा हो। अनि उसले अरूलाई चाहिँ विश्वास गर्न भन्छ, तर आफूले चाहिँ विश्वास प्रकट गर्दैन। अनि उसले विश्वासको विषयमा प्रचार चाहिँ गर्छ, तर आफू स्वयं पनि ऊ विश्वासमा हुर्किँदैन, बढ्दैन भने हामी अरूलाई पनि प्रेममा हुर्काउँछौँ, अरूलाई पनि हामी विश्वासमा हुर्काउँछौँ। सँगै एउटा पास्टर अगुवा चाहिँ आफै पनि प्रेममा र विश्वासमा चाहिँ हुर्किन्छ। उसले परमेश्वरमा विश्वास गरिराख्छ, अनि येशू ख्रिस्टमा विश्वास गरिराख्छ। अनि कुनै मानिसको जीवनमा केही भएको छ भने त्यहाँ छेउ चङ्गाइको निम्ति उसले विश्वास गर्छ। कुनै मानिसलाई सल्लाहको आवश्यकता छ भने सल्लाहको विश्वास गर्छ। उसले जे होस् ऊ आफै पनि विश्वास गर्न चाहिँ छाड्दैन। अनि उसले निरन्तर परमेश्वरमाथि र परमेश्वरका कुराहरूमाथि अनि विश्वास गर्दछ, र उसले प्रार्थनामा विश्वास गर्दछ, सुसमाचारमा विश्वास गर्दछ। ऊ आफै पनि एउटा विश्वासको उदाहरण हुन जरुरी छ। खालि अरूलाई चाहिँ विश्वास गर, अरूलाई चाहिँ पछ्याउ होइन, आफैले पछ्याउने पहिला। अनि क्रिस्चियन अगुवा भनेको चाहिँ जाऊ होइन कि सँगै जाउँ भन्ने हो। होइन अरू संसारको चाहिँ ठुला ठुला हाकिमहरूले चाहिँ यसो गर उसो गर, अब त्यो गलत भन्न खोजेको होइन, तर क्रिस्चियन अगुवाहरूले चाहिँ जाउँ, सँगै जाउँ। अनि त्यो किसिमको चरित्र हुन चाहिँ जरुरी छ। त्यो चाहिँ एउटा विश्वासको पाइला हो। अनि हरेक कुरामा उसले विश्वास देखाउन जरुरी छ। अनि अन्तिममा चाहिँ होइन पाँचौँमा चाहिँ शुद्धता, होइन शुद्धता। ऊ आफ्नो विवाहको जीवनमा चाहिँ ऊ शुद्ध हुन जरुरी छ। अनि उसले बाइबलले भन्दछ एउटै पत्नीको चाहिँ पति होस् अगुवा भनेर। अनि विशेष गरेर कुनै व्यक्तिको चाहिँ दुईवटा श्रीमती छ भने हामी उसलाई चाहिँ पास्टर बनाउँदैनौँ, उसलाई अगुवा चाहिँ बनाउँदैनौँ। ठिक छ, यदि मृत्युले छुटाएको छ भने त्यो आफ्नो कुरा रह्यो, होइन। यदि उसको पहिलो श्रीमती मरेपछि अर्को श्रीमती, त्यो चाहिँ बाइबलले छुट दिएको हामी पाउन सक्छौँ। तर एकै समयमा चाहिँ उसको दुईवटा पत्नीहरू छन् भने चाहिँ अनि त्यो व्यक्तिलाई चाहिँ अगुवामा राख्नुहुन्न। अनि बाइबलले चाहिँ स्पष्ट भन्दछ एउटै पत्नीको पतिसँगै। फेरि अनि एउटा पास्टर चाहिँ कुनै घरमा सङ्गति दिन जाँदाखेरि उसले सकेसम्म अरू अगुवाहरूलाई अथवा आफ्नो श्रीमतीलाई लिएर जान जरुरी छ। अनि कुनै घरमा चाहिँ एउटा मात्र विश्वासी छन्, एउटा स्त्री मात्र विश्वासी छन्, सायद उनको श्रीमान चाहिँ विदेश गएका छन् होला, उनको छोराछोरी चाहिँ विदेश गएका छन्, अनि उनी एउटा स्त्री चाहिँ भनौँ न उनी मात्र विश्वासी हुन्, अनि त्यो ठाउँमा घरेलु सङ्गति दिन जानु पऱ्यो भने पास्टर एक्लै जानुहुन्न, किनकि त्यहाँ चाहिँ अरूहरूले गलत सोच्न सक्छन्। अनि त्यहाँ चाहिँ केही नभए तापनि हामी चाहिँ भनौँ न त्यो त्यस्तो किसिमको देखिने प्रकारको अलिकति असह्य, अलिकति भनौँ न यसो हेर्दाखेरि पनि गलत देखिने कुराको क्रियाकलापमा चाहिँ पास्टर हुनुहुन्न। उसले आफ्नो श्रीमतीलाई सँगै लिएर जान सक्छ अथवा अरू अगुवाहरूलाई होइन उसले सँगै लिएर जान सक्छ, ताकि त्यहाँ चाहिँ कसैले प्रश्न चिन्ह खडा गर्यो भने प्रमाणित नहोस्। होइन भने त्यसले चाहिँ यदि अगुवाहरूले त्यस्तो कुरामा विचार गरेनन् भने, यस्तो यो नैतिक शुद्धताको विषयमा विचार गरेनन् भने चाहिँ होइन संसारले चाहिँ दोष लगाउने ठाउँ पाउँदछ। होइन त क्रिस्चियन अगुवा भएर पास्टर भएर पनि यस्तो गर्न थाले। अनि त्यही भएर हामी भन्छौँ पास्टरले चाहिँ मण्डलीको पैसा चलाउनु हुँदैन, होइन आफ्नो नाउँमा राख्नु हुँदैन। मण्डलीको पैसा चाहिँ आफै चलाउने। त्यही भएर हामीसँग पास्टरले हेर्दैनन् यहाँ चाहिँ, होइन अरू अगुवाहरूले एउटा झुन्डल 3-4 जना मिलेर चाहिँ त्यो पैसा कहाँ खर्च गर्ने, कसरी खर्च, त्यो कुरामा पनि एउटा पास्टर चाहिँ
शुद्ध हुन जरुरी छ, उसले अरूलाई पनि इमान्दार हुन सिकाउन जरुरी छ र आफै पनि इमान्दार हुन जरुरी छ, विशेष गरेर नैतिकताको क्षेत्रमा। र सँगै फेरि पैसाको, मण्डलीको पैसाको विषयमा चाहिँ एउटा पास्टरले चाहिँ आफूलाई शुद्ध राख्नु पर्दछ। अनि कारण यदि यो कुरामा चाहिँ पास्टर फेल भयो भने चाहिँ अनि धेरै मानिसहरूले चाहिँ क्रिस्चियन विश्वासमा शङ्का गर्न थाल्छ। हुन त त्यो कुराले मानिसहरूलाई मुक्ति दिने होइन, मुक्ति दिने त येशू ख्रीष्टमाथि विश्वास गर्ने व्यक्तिले मुक्ति पाउँदछ, येशू ख्रीष्टमाथि विश्वास गर्ने व्यक्तिको चाहिँ भनौँ न छुटकारा हुँदछ। तर त्यो पनि एउटा राम्रो कुरा हो। भनेपछि यो भनौँ न आफ्नो बोलीमा, आफ्नो जीवनमा, प्रेममा, विश्वासमा अनि यो शुद्धतामा, नैतिक शुद्धतामा अत्यन्तै ध्यान दिनुपर्दछ एउटा पास्टरले। अनि यो कक्षामा सिकाइएको यो सिद्धान्तहरू चाहिँ उसले पछ्याउनु पर्दछ। अनि त्यसपछि उसले बगाललाई खुवाउन सक्छ, अनि त्यसपछि उसले परमेश्वरको बगाललाई चाहिँ उसले खुवाउन सक्छ। त्यसपछि उसको भित्री जीवनको विषयमा पनि हामीले बतायौँ, अनि सँगै फेरि बाहिर जीवनमा चाहिँ उसले अब आफ्नो बगाललाई, मण्डलीलाई चाहिँ परमेश्वरको वचन खुवाउन जरुरी छ। त्यही भएर हामी क्लास गर्छौँ यहाँ छौँ, त्यही भएर हामी शनिबारको सङ्गति गर्छौँ होइन। यो चाहिँ अत्यन्तै एउटा राम्रो कुरा भएको हामी पाउन सक्छौँ। अनि सँगै फेरि उसले परमेश्वरको वचनको सम्पूर्ण मनासायलाई चाहिँ प्रचार गर्दछ। अनि बाइबलको चाहिँ प्रत्येक विषयलाई चाहिँ उसले एक एक गरेर चाहिँ प्रचार गर्दछ। हेर्नुहोस् त, हामी गएको केही हप्तादेखि शनिबारको सङ्गतिमा चाहिँ के हेरिरहेका छौँ, अन्तका दिनहरूको विषयमा। बाइबलले अन्तका दिनहरूको विषयमा के कुराहरू बताएको छ, अनि त्यो विषयमा चाहिँ हामी अध्ययन गर्दैछौँ। यसरी एक एक गरेर चाहिँ पास्टरले आफ्नो जीवनभरि नै परमेश्वरको सारा मनसाय चाहिँ प्रचार गर्न जरुरी छ। परमेश्वरले के सोच्नुहुन्छ, अनि परमेश्वरले किन यो संसारलाई बनाउनु भयो, अनि त्यो कुरा चाहिँ विशेष गरेर विश्वासीहरूलाई सिकाउन जरुरी छ। परमेश्वरले किन बनाउनु भयो, परमेश्वर को हुनुहुन्छ, अनि परमेश्वरले किन यो संसारलाई सृष्टि गर्नुभयो, परमेश्वरले मानिसलाई किन सृष्टि गर्नुभयो, परमेश्वरले यो पृथ्वीलाई किन सृष्टि गर्नुभयो, किन आज चाहिँ संसारमा चाहिँ मण्डली छ, अनि किन संसारमा चाहिँ पाप छ, किन संसारमा चाहिँ लडाइँ झगडा छ, अनि जीवनको उद्देश्य के हो, अनि हामी कहाँबाट आयौँ, कहाँ जाँदैछौँ, किन मान्छे मर्नु नै पर्छ, अनि यी यस्ता प्रश्नहरूको विषयमा चाहिँ पास्टरले चाहिँ अगाडि पुलपिटबाट सिकाउन जरुरी छ। अनि मानिसको जीवनमा चाहिँ दुःख कष्ट किन वास्तविक छ, गरिबी चाहिँ किन वास्तविक छ, दुःख कष्ट चाहिँ किन, यो संसारमा दुष्टता किन छ, यो संसारमा हत्या हिंसा चाहिँ किन छ, किन यहाँ छेउ र मानिसहरूको बिचमा चाहिँ यस्तो कुराहरू भइरहेको छ। अनि त्यसको एउटै जवाफ चाहिँ बाइबलले दिँदछ, किनकि यो संसार परमेश्वरले बनाउनु भएको, हामीले बनाएका होइनौँ। र म जहाँ पनि पुग्छु त्यहाँ छेउ मानिसहरूलाई सोध्छु, कोही हुनुहुन्छ यहाँ चाहिँ यो संसारलाई मैले बनाएँ भन्ने। अनि अस्ति हामी एउटा प्रश्न सोध्दै थियौँ एउटा मानिसलाई, तपाईँको आँखा पनि तपाईँ आफैले बनाउनु भएको होइन र, अनि तपाईँले केही बनाउनु भएको छ अहिलेसम्म आफै, तपाईँ यहाँ कोही हुनुहुन्छ होइन, हामीले यसरी प्रश्न सोधेका थियौँ। अनि तपाईँहरूमध्ये कोही हुनुहुन्छ जसले चाहिँ केही कुरा सृष्टि गर्नुभएको कोही हुनुहुन्छ होला। हामीले भनौँ न मानिसले चाहिँ यही संसारमा भएको स्रोतहरूलाई प्रयोग गरेर चाहिँ कपडा बनायो होला, होइन, त्यो चाहिँ हाम्रो भनौँ, तर त्यो पहिल्यै त्यहाँ थियो, त्यसको स्रोत पहिल्यै त्यहाँ थियो। कि मानिसले आफै चाहिँ केही सृष्टि गरेको छ त, अनि केही पनि छैन। मानिसले आजसम्म केही पनि सृष्टि गर्न सकेको छैन। उही परमेश्वरले पहिल्यै सृष्टि गरिदिनु भएको कुराले चाहिँ मानिसहरूले आफूलाई सुविधा सम्पन्न बनाएका छन्। अनि यो घर हामी आफै सृष्टि गर्न सक्छौँ, सक्दैनौँ होइन। यही पृथ्वीमा भएको माटोलाई, यही पृथ्वीमा भएको स्रोतहरूलाई प्रयोग गर्छौँ भनेपछि यो सबै पहिल्यै थियो, अनि यो हामीले बनाएकै होइनौँ। अनि यो कुरा चाहिँ अनि परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ एउटा पास्टरले आफ्नो मण्डलीका विश्वासीहरूलाई सिकाउन जरुरी छ। अनि कहिलेकाहीँ बाइबलको पुरा मनसाय चाहिँ पास्टरहरूले सिकाउँदैन, नाच्न सिकाइदिन्छन्, होइन, गाउन सिकाइदिन्छन्, सधैँ मण्डली आउनुपर्छ भनेर उनीहरूले भनिदिन्छन्, होइन, भेटिदिनुपर्छ, दशंश दिनुपर्छ, असल कार्यहरू गर्नुपर्छ। ती सब राम्रा कुराहरू हुन्, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ एउटा क्रिस्चियन अगुवाले चाहिँ परमेश्वरको सोचलाई, बाइबलको सोचलाई चाहिँ उसले विश्वासीहरू कहाँ चाहिँ उसले प्रस्तुत गर्दछ। त्यो चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा। अनि त्यो मनोरञ्जन अनि ती कुराहरू भने ती दोस्रो प्राथमिकताका कुराहरू हुन्। अनि खालि कार्यक्रमहरू गर्ने, होइन, खालि मान्छेहरू बटुल्ने, अनि खालि खाने पिउने कुराहरू मात्र, होइन, ती चाहिँ प्राथमिक कुराहरू होइनन्। पास्टरको प्राथमिक कुरा भनेको चाहिँ परमेश्वरको वचनको, परमेश्वरको सारा मनसायलाई चाहिँ सिकाउनु होइन र। यो चाहिँ अत्यन्तै सुन्दर कुरा रहेको हामी देख्न सक्छौँ। अनि त्यति मात्र होइन, उसले चाहिँ एउटा पास्टर अगुवा, एउटा क्रिस्चियन पास्टर, क्रिस्चियन अगुवाले चाहिँ हरेक
उसले किन वचन प्रचार गर्छ, उसले किन बगाललाई खुवाउँछ, ताकि विश्वासीहरू चाहिँ परिपक्व हुन सकुन् भनेर। हामी यहाँ छेउ किन शिक्षा दिन्छ, पास्टरले किन होइन परमेश्वरको वचनमा मेहनत गर्छन्, ताकि विश्वासीहरू चाहिँ परिपक्व हुन सकुन् भनेर। होइन परिपक्व हुन, ताकि हामी जीवनलाई बुझ्न सक्ने हौँ भनेर, होइन ताकि मानिसको अस्तित्वलाई हामी बुझ्न सकौँ, ताकि हामी हाम्रो छिमेकीलाई प्रेम गर्न सकौँ भनेर, अनि ताकि हामी ख्रिस्टको स्वरूप चाहिँ मानिसहरूलाई देखाउन सकौँ भनेर। अनि त्यहाँ छेउ चाहिँ परिपक्वता, विश्वासीहरू यहाँ छ विश्वासीहरूलाई नुन र ज्योति भनेको। अनि यो संसारले कसरी थाहा पाउँछ कि परमेश्वर हुनुहुन्छ भनेर, जब हामी ख्रिस्टसँगै जिउँछौँ। अनि यो संसारले चाहिँ कसरी थाहा पाउँछ स्वर्गमा परमेश्वर हुनुहुन्छ, परमेश्वरले नै यो संसारलाई सृष्टि गर्नुभएको र परमेश्वरले नै केही कुरा यो संसारमा गरिराख्नु भएको छ, यसो ख्रिस्ट नै परमेश्वर हुनुहुन्छ, कसरी थाहा पाउँछन्? अनि जब विश्वासीहरू चाहिँ परिपक्व हुँदै जान्छन्। अब यही शरीरमा हामी सिद्ध त नहोला, पापरहित त नहोला, अनि जो यो शरीरलाई जब हामी छोड्छौँ त्यसपछि त्यो सम्भव छ। तर जति सक्दो जति हामी अनि यसो ख्रिस्टको नजिक हिँड्छौँ, अनि स्थानीय मण्डलीमा पास्टर शिक्षकले क्रिस्चियन अगुवाले चाहिँ परमेश्वरको वचनले चाहिँ विश्वासीहरूलाई खुवाउँछ भने विश्वासीहरूले बुझ्छन् कि हामी जिउनुको महत्त्व कति छ भनेर। अनि त्यहीबाट एउटा पास्टरले चाहिँ अगाडि पुलपिटबाट चाहिँ बाइबलले सिकाएको शिक्षा चाहिँ सिकाउने हो भने चाहिँ यहाँ चाहिँ जवान मानिसहरूले आत्महत्या गर्दैनन्। एउटा पास्टरले चाहिँ बिना सम्झौता आफ्नो मण्डलीमा आएका विश्वासीहरूलाई चाहिँ बाइबलबाटको शिक्षा खुवाउने हो भने उनीहरूले दुर्व्यसनीमा लाग्दैनन्। अनि किन संसारमा चाहिँ आज दुर्व्यसनी बढिरहेको छ, यहाँ परमेश्वरको विषयमा केही पनि कुरा गर्दैन। यो चाहिँ अत्यन्तै होइन अद्भुत कुरा हो। अनि त्यही भएर हाम्रो जति पनि जवानहरू मण्डलीमा आउँछन्, जुनसुकै मण्डलीमा किन नहोस्, एउटा क्रिस्चियन अगुवाले जब परमेश्वरको वचनलाई प्रचार गर्दछ भने त्यहाँ चाहिँ जवान मानिसहरूले पनि परमेश्वरलाई चिन्छन्, अनि उनीहरू दुर्व्यसनीबाट बच्छन्, गलत निर्णय लिनबाट बच्छन्। होइन त्यही भएर एउटा पास्टरले चाहिँ बिना सम्झौता, बिना भय, बिना डर चाहिँ परमेश्वरको वचनलाई उसले प्रचार गर्दछ, ताकि के होस् विश्वासीहरू परिपक्व हुन् भनेर। एउटा क्रिस्चियन विवाह चाहिँ डिभोर्स हुनु राम्रो होइन। अनि क्रिस्चियन विवाह डिभोर्सलाई चाहिँ, सम्बन्ध विच्छेदलाई चाहिँ बाइबलले चाहिँ घृणा गर्दछ। होइन मृत्युले नछुटाएसम्म चाहिँ श्रीमान र श्रीमती चाहिँ सँगै रहन जरुरी छ। हो त्यहाँ छेउ उतार चढाव आउला, होइन त्यहाँ छेउ कहिलेकाहीँ चाहिँ त र म भन्ने कुराहरू होला, सबै मानिस पापी छन् र पुरानो पाप स्वभाव हामीसँग छ, तर बाइबलले चाहिँ सम्बन्ध विच्छेदलाई घृणा गर्दछ। जब कसैको विवाह हुन्छ भने मृत्युले नछुटाएसम्म परमेश्वरले उनीहरूलाई गाँस्नुहुन्छ। यो सत्यता चाहिँ पुलपिटबाट चाहिँ प्रचार गर्न जरुरी छ। तर आज कतिपय क्रिस्चियनहरूकै चाहिँ सम्बन्ध विच्छेद भएको हामी देख्न सक्छौँ। सायद उनीहरूले यसो ख्रिस्टलाई नपछ्याएको कारणले, बाइबलको शिक्षालाई, यसो ख्रिस्टको शिक्षालाई व्यवस्था गरेको कारणले हुनसक्छ, या त पुलपिटबाट पास्टरले यी कुराहरू सिकाएकै छैन। बाइबलले के भन्दछ, परमेश्वरले के भन्नुहुन्छ भनेर चाहिँ एउटा पास्टरले चाहिँ नसिकाएको कारणले गर्दाखेरि चाहिँ हुनसक्छ कतिपय विश्वासीहरूले चाहिँ बाइबलभन्दा विरुद्धका, परमेश्वरका सोचभन्दा विरुद्धका निर्णयहरू चाहिँ उनीहरूले गर्दछन्। अनि त्यही भएर परिवार होइन अत्यन्तै बहुमूल्य कुरा हो। अनि श्रीमान श्रीमती अत्यन्तै बहुमूल्य कुरा, छोराछोरीहरू अत्यन्तै बहुमूल्य कुराहरू हुन्। अनि यो चाहिँ अत्यन्तै, अनि त्यही भएर मण्डली चाहिँ होइन अत्यन्तै बहुमूल्य कुरा हो। अनि एउटा पास्टरले चाहिँ विश्वासीहरूलाई परिपक्व बनाउनको निम्ति चाहिँ उसले परमेश्वरको वचनलाई चाहिँ प्रचार गर्दछ। अनि त्यति मात्र होइन, परमेश्वरका मानिसहरूलाई सुसज्जित पार्नको निम्ति, यो चाहिँ अन्तिम बुँदा हो। अनि परमेश्वरका मानिसहरूलाई सुसज्जित पार्नको निम्ति अनि संसारमा चाहिँ मानिसहरूलाई यीशु ख्रिस्टको आवश्यकता छ। अनि त्यो चाहिँ कसरी हुन्छ, जब एउटा पास्टरले चाहिँ आफ्नो मण्डलीलाई चाहिँ सुसज्जित बनाउँछ, आत्मिक कुराहरूद्वारा सुसज्जित बनाउँछ। जब उसले आफ्नो मण्डलीमा पठाएका मानिसहरूको वरदानलाई चिन्छ, जब आफ्नो मण्डलीमा पठाएका मानिसहरूको बहुमूल्यतालाई उसले चिन्छ, परमेश्वरले उनीहरूलाई के वरदान दिनुभएको छ, जब उसले त्यो वरदानलाई चिन्छ अनि त्यही वरदान अनुसारको सेवा चाहिँ उसले उपलब्ध गराउँछ, अनि त्यही वरदानलाई सहायता गर्नको निम्ति चाहिँ उसले सुसज्जित पारिदिन्छ परमेश्वरको वचन सिकाएर, उनीहरूलाई मार्गनिर्देशन गरेर, उनीहरूलाई सही सल्लाह दिएर। अनि एउटा पास्टरको, एउटा क्रिस्चियन अगुवाको जिम्मेवारी यो पनि हो कि परमेश्वरको सेवाको निम्ति स्थानीय मण्डलीका मानिसहरूलाई चाहिँ सुसज्जित बनाउनु। अनि सुसज्जित बनाउने भनेको कस्तो, जब सैनिक युद्धमा जान्छ, हामी सैनिक त होइनौँ तर उदाहरण मात्र लिएको,
जब सैनिक युद्धमा जान्छ भने के लिएर जान्छ? उसले बन्दोबस्तीका सामानहरू हुन्छन्, उसले बुट अलग प्रकारको लगाएको हुन्छ, उसले कपडा अलग प्रकारको लगाएको हुन्छ, उसले हेलमेट लगाएको हुन्छ, अनि त्यसपछि बन्दोबस्तीको ठुलो सामान उसले पछाडि बोकेको हुन्छ, गोलीगट्ठाहरू बोकेको हुन्छ। कारण किन? ऊ चाहिँ युद्धमा जाँदैछ तयारीका साथ। त्यसरी नै परमेश्वरको सेवाको निम्ति चाहिँ एउटा पास्टरले चाहिँ परमेश्वरको वचन प्रचार गरेर मानिसहरूलाई परमेश्वरको सेवाको निम्ति चाहिँ सुसज्जित पार्दछ। अनि त्यो चाहिँ वचन बाइबलबाट शिक्षा सिकाएर, डक्ट्रिन सिकाएर, अनि उनीहरूलाई प्रेमको विषयमा, उदाहरणको विषयमा बाइबलका सम्पूर्ण शिक्षाहरूलाई सिकाएर उनीहरूको वरदानहरूलाई चिनेर अनि वरदानलाई अभ्यास गर्ने सुहाउँदो वातावरण तयार पारेर उनीहरूलाई उत्साह दिएर, सल्लाह दिएर अनि उनीहरूलाई सच्याएर, सुधार गरेर अनि यी कुराहरू चाहिँ एउटा पास्टरले चाहिँ गर्दछ। भनेपछि अनि एउटा पास्टर क्रिस्चियन अगुवाले चाहिँ आफ्ना मानिसहरूलाई जहिले पनि परमेश्वरको सेवाको निम्ति सुसज्जित पार्नको निम्ति परमेश्वरको सारा मनसालाई प्रचार गर्दछ। अनि जब हामी अर्को क्लासमा आउँछौँ भने अर्को कक्षामा चाहिँ विशेष गरेर व्यवहारिक कुराहरूलाई हामी हेर्नेछौँ। एउटा क्रिस्चियन अगुवाले कसरी मण्डली सङ्गतिलाई चाहिँ सुसज्जित बनाउने, भन्नु मतलब कसरी सेवाहरू चलाउने, कसरी सही व्यक्तिलाई सही जिम्मेवारी दिने, अनि ती विषयहरूमा चाहिँ हामी अर्को हप्ता हेर्नेछौँ। अहिले हामी प्रार्थना गर्नेछौँ र यो क्लासलाई यहीँ टुङ्ग्याउनेछौँ। प्रभु, हामी धन्यवाद दिन्छौँ, धन्यवाद यो समयको निम्ति। आजको कक्षामा जे जति कुराहरू हामीले सुन्यौँ यसद्वारा तपाईँको महिमा भएको होस् भन्दै माग्छौँ प्रभु येशू ख्रीष्टको नाममा, आमेन। ल हुन्छ, जय मसीह। ल कुरा गर्नु।